हेलो एभ्रिवान। ल है, आज चाहिँ मेरो फर्स्ट डे जापानिज क्लासको कस्तो भयो भनेर होइन तपाईँ एक्सपिरियन्स सेयर गर्न चाहन्छु होइन। ट्याक्क बिहान उठेर बाइक स्टार्ट गरेर ट्याक्क बाइकतिर सरासर गएँ। अनि घरबाट निस्केपछि होइन यो गोल पार्कमा राम्री राम्री नानीहरू हेर्दै बिहानै होइन बाइक आफ्नै रफ्तारमा जाँदै ट्याक्क क्याम्पस अगाडि पुगेँ। क्याम्पस अगाडि पुग्दा चाहिँ राम्री नानी बसिरहेकी थिइन्। तिनलाई हेर्दै चाहिँ म अघि बढेँ आफ्नो गन्तव्यतिर। She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler. यहाँ आएपछि अलिअलि साइडतिर हेर्दा आज बाटो अलिक खाली जस्तो देखेको थिएँ। मौसम चिसो भएर पनि होला बिहानै होइन, तर मौसम चिसो भए पनि भ्यू चाहिँ राम्रो आइरहेको थियो होइन। यो बुटलमा साँडेहरूको चाहिँ कमी छैन, बाटो भेटिन्छ। ट्याक्क म चाहिँ पुगेँ बस फरक यताउति हेर्दै अर्को साँडे भेटाउँदै अनि गन्तव्यतिर। यो चाहिँ हस्पिटल अगाडि यसो हेरेको मामा बसिरहेको रहेछ त्यहाँ। अनि मामालाई यसो आयो भन्दै म चाहिँ अघि बढिरहेको होइन। यसो अगाडि बढेपछि यसो मुख देखाउँदै साथीको चाहिँ घर गर्लफ्रेन्ड एक्लै छ जस्तो कुदी गइरहेको अगाडि। त्यसपछि म पुगेँ मिलन चोक। अनि मिलन चोकबाट भित्र गइसकेपछि सो यताउति हेर्दै कन्सल्टेन्सी खोज्दै भुलेर कन्सल्टेन्सी कहाँ भन्ने। कन्सल्टेन्सी त भेटाएँ तर कन्सल्टेन्सीको गेटै बन्द रहेछ। अनि यसो चिया खाने ठाउँ खोज्दै होइन यताउति हेरेको त। अनि यहाँ एक ठाउँ चिया खाने ठाउँ भेटाउन त। अनि यहाँ आएपछि चिया खाने ठाउँमा आन्टीलाई सोधेको अनलाइन हुन्छ कि नै भनेर सोधेको। अनलाइनै हुन्न भन्नु अनि फर्केँ फेरि। अनि टाइम भइसकेको थियो। अनि कन्सल्टेन्सीतिर लागेँ ट्याक्क बाइक रोकेर यसो कन्सल्टेन्सीको भ्यू देखाउँदै ट्याक्क हेरिरहेँ यताउति। पानी पर्ला जस्तो भएको थियो। अनि बाइक रोकेर बाइक यहाँ पार्क गरेर म सरासर भित्र लागेँ। हेर्दा गेट खुलिसकेको थियो। त्यहाँ चाहिँ माथि चढेँ। थर्ड फ्लोरमा रहेछ क्लास चाहिँ। माथि गएँ, माथि चढ्दै गएँ। यसो हेरेको यताउति। त्यहाँ तल घरमा पनि बस्ने रहेछन् कोही भन्दा त्यहाँ छिरेको थिएँ। अनि कार्पेटमा वेलकम देखेपछि भित्र त्यसपछि सिधै म क्लासमा गएँ। क्लासमा हेर्दा कोही आएको थिएनन्। अनि यसो यो अक्षर हेरेको धन्न बियोस् भएन म। अनि के हो स्क्वायर मात्रै छन् सबै। अनि क्लासमा गइसकेपछि एक्लै यसो बाल मिलाउँदै लाइक एन्ड सेयर गरौँ। क्लास भेटिसक्यो। अनि म घर फर्किनु लाग्यो। बहुत भोक लागिरहेको थियो। बिहान उठ्ने बानी नै। अनि उठेर जाँदा चाहिँ भोक लाग्ने रहेछ। फर्केँ म गेटबाट बाहिर। अनि यसो बाहिर हेरेको त पानी परिरहेको रहेछ। रेनकोट पनि थिएन। अनि भिज्दै बाहिर अनि यताउति हेरेको। अनि बाइक स्टार्ट गरेर गएँ म फेरि चिया खान। यसो पर हेरेको फेरि चिया खाने ठाउँै भेटाएन। त्यसपछि अघि गएँ। त्यसपछि एक ठाउँ चाहिँ चिया खाने ठाउँ रहेछ रोकिरहेको थिएँ। अनि मैले त्यही चिया खान रोकेँ। भित्र गएँ। यसो पानी परिरहेको थियो। अनि भित्र चिया खाएर फर्केँ। अनि चिया खाएर फर्किँदा एउटा कुकुर लुरु गइरहेको थियो। पानी परिरहेको थियो। अनि स्कुल जाने टाइम भएछ। सबै फर्किरहेको थिएँ। अनि म चाहिँ सरासर घर आएँ। बाटोमा यसो यताउति हेर्दै यसो बिचबाट अमरपथको बाटोमा आउँदा पानी पऱ्यो। अनि त्यहीँ मैले ढ्याप्प बाइक रोकेँ। अनि मोबाइल भिज्छ भनेर ब्यागमा हालेँ। घर फर्केँ। त्यसपछि चाबी थुत्न भुलेछु। अनि म ल भित्र छिरेँ। ल स्टे ट्युन फर नेक्स्ट ब्लग नेक्स्ट डे होइन। म डेली ब्लग हाल्छु। लाइक सेयर एन्ड सब्सक्राइब गरौँ।